हरेक व्यक्तिको हरेक दिन केही न केही पर्पस हुन्छ लाइफमा, केही न केही गर्ने। नयाँ दिनले नयाँ ज्ञान सिकाउँछ भने चाहिँ केही न केही चिज हुन्छ हरेक दिन गर्ने। त्यस्तै आज मेरो भने दिनमा पनि केही पर्पस थियो, आज यो गर्छु भन्ने सङ्कल्प थियो। तर हिजो अस्ति केही पुरा हुन्थ्यो, केही आधी हुन्थ्यो, नत्र एकदम कन्सिस्टेन्टमा त जान्थ्यो दिन। तर आज माइनस गयो कि आजको दिन भनेको मेरो लागि सायद जीवनमा धेरै त याद छैनन्, तर जति पनि याद छन् तिनीहरूको सबैभन्दा बेकार दिनहरूमध्ये सायद हेर्दाखेरि श्रेणीमा आउँछ। चौथो या पाँचौँ यस्तै भनौँ न। कहिलेकाहीँ यस्तो दिनहरू पनि हुन्छन् जुन अनएक्सपेक्टेड हुन्छन्, केही कुरा सोचेकै हुन्न तर भइदिन्छ। अब यो कुरालाई लिएर चिन्ता लिएर यो कुरालाई सोच्दै अरू दिन बिगार्नु हुँदैन। त्यस कारणले कहिलेकाहीँ लाइफमा त्यस्तो समस्या आयो भने अथवा कुनै दिन आफूले सोचेको जस्तो भएन वा कुनै सोचेको कुरा मिलेन भनेपछि बाँकी कुरालाई नबिगार। त्यस कारणले त्यो दिन त गइसक्यो, आज गइसक्यो, अब भोलि सुरु हुन लाग्छ, भोलि बेस्ट गर्ने हो। ओके, त्यस कारणले सधैँ पोजिटिभ रह अनि आउने दिनमा नयाँ चिज गर। गएको दिन त गयो गयो, त्यो त हुनु नै थियो भन्ने धारणा राख। ओके, द्याट्स फर टुडे। हामी फेरि मिल्दैछ भोलि। बाई।